आज यो चाहिँ कार्तिकको 2 गते राति हाम्रो फेदी लाउने जोगी आउनु भएको थियो। अब लाउने जोगी आएपछि यसो बिहान यसो फेदी लाउने जोगीलाई कान्छी र जोगीले यसो दान दिएर खानेकुराहरू खानु पर्यो। अब 9:30 बजीसम्म आउनु भएन जोगी, के भने अब ड्युटी पनि जानु पर्यो, काम पनि जानै पर्यो। अब यही कुरेर बस्नु भएन, अनि यसो बत्ती सत्ती बालेर चोटलाएर बाहिर यसो निकालेर धुपसुप बत्ती बालेर यसो जोगीलाई दिने तयारी राखेर अब खानासानाको लाग्नु पर्यो भनेर अब जोगी आउनु भएको छैन, कति बेर आउनुहुन्छ। अब यसो फेदी लाउने जोगीलाई यसो कार्तिके दान त गर्नै पर्यो होइन। अब बेलुका आएर त्यस्तो राति 12-1 बजी पुगिदिनु भएको छ होइन। उहाँले पनि दुःख गर्नुभएकै छ आफ्नो रक्षाको लागि। हाम्रो यसो भूतहरू भागोस् भनेर उहाँले हाम्रो घर वरिपरि आएर घरमा छिरेर पुरा चाहिँ गरिदिनु भएको छ। गाईचोरु हजुरहरूतिर कार्तिके जोगी आइपुग्नु भएको छैन, हाम्रोतिर त्यता आइपुग्नु सक्नुभयो। कहाँ कहाँबाट पुग्नुभयो हेर्नुभयो, डाँडामा है साथीहरू।